छन् उनी हाम्रो जीवनमा प्रकाश सर हजुर सुशीला म्याम हजुरको होल फ्यामिली हृदयदेखि नम्र नमन समाचार सुनाउनु हुने मेरो मम्मी र मलाई महिमा गर्नुपर्छ भनेर उत्साहित गर्नुहुने मेरो दिदीलाई पनि हृदयदेखि नम्र नमस्कार भन्न चाहन्छु र त्यसै गरी परदेशको ठाउँमा पनि परमेश्वरको महिमा गर्नुहुने एउटा पानी जस्तै एउटा इनारलाई जति खोद्यालेर जब त्यो इनारबाट पानी आउँछ त्यस्तै महिमाको खोजी गर्नुहुने मेरो त उद्धार भयो यो परदेशको ठाउँमा पनि सबैको उद्धार गर्नुपर्छ भनेर तत्पर दिन रात नभनी लागि पर्नुहुने हाम्रो अग्रज अगुवा राजु सर हजुरमा नि र समीक्षा म्याम हजुरमा नि हृदयदेखि नम्र नमस्कार सम्पूर्ण यसैमा साथमा साथ हातमा हात मिलाउनु हुने सम्पूर्ण लिडरजन क्यामेरा पर्सन सर हजुरहरू वाद्यवादनमा साथ दिने सर हजुर र टेक्निसियन सर हजुरमा नि हृदयदेखि नम्र नमस्कार सम्पूर्ण परमेश्वरले चुनी उहाँको राज्यमा खोजी गर्दै आउनुहुने सम्पूर्ण परमेश्वरको आत्मिक र पवित्र सन्तानहरूलाई पनि हृदयदेखि नम्र नमस्कार परमात्मालाई धन्यवाद हरेकको जीवनमा एउटा समस्या होस् या नहोस् आफूलाई समस्या नहोस् परिवारमा अनेक जुन माध्यमबाट आएका छौँ त्यस्तै म पनि परमात्मालाई धन्यवाद मेरो बाबु र मेरो सर हजुरको कारणले परमेश्वरको राज्य टेक्ने परमेश्वरको महिमा झाक्ने त्यो मौका अवसर पाएँ त पितालाई धन्यवाद आज म परमेश्वरले कार्य गर्नुहुने छ होइन परमात्मालाई धन्यवाद अघि लास्टमा गवाई भनेर जानुहुने म्याम तर उहाँको जीवनमा के घटना घटेको छ त्यो त हामी कसैलाई थाहा हुँदैन होइन तर हाम्रो उहाँ म्याम हजुर चाहिँ सुरुमा आउँदा के एकदम जीवनदेखि हारेको जस्तो कि जस्तै एउटा मरुभूमिमा एउटा जुनै बेरमा छ त्यसलाई पानी नपुगेको जस्तो होला उहाँको जीवनमा कुनै असफलता होला होइन जस्तै कुनै कामको लागि होला शरीरका रोगको लागि होला केको लागि उहाँ नै जान्नुहुनेछ उहाँको त्यो अनुहारमा त्यो चमक थिएन कि त्यो एकदम उदासीपन एकदम हारेको जस्तो तर अहिले उहाँ हेर्नु न खोलाको किनारको बेर्ना जस्तो कि एकदम उत्साहित हुन्छु कि सबैको अनुहार खुसी होस् तर त्यो हृदय एकदम हृदयमा जुन हुन्छ नि त्यो जस्तै डरको आत्मा होस् कुनै चिन्ता मनमा धेरै पीडा छ भने अनुहारमा चमकै हुँदैन होइन सायद उहाँको जीवनमा त्यस्तै कुनै असफलता कुनै डरका थिए होला मलाई देखेर सुरुमा आउँदा यस्तो राम्रो पोस्टमा हुनुहुन्छ तर पनि अनुहारमा चमक छैन सुक्खापन तर आज परमेश्वरको राज्यमा आउनुभयो आजभन्दा भोलि र भोलिभन्दा पर्सि र अझै पनि अझ चमक र उहाँमा भएका जति पनि कमी कमजोरी बनेर बसेका त दुष्टवाला आत्माले दिल दिमाग रगत र त्यो हृदयमा उहाँलाई छाप परेको छ नि त्यो आजैको समयबाट यसै समय हटिसक्यो एकदम ह्यापको आत्मा लिएर परमेश्वरले उहाँ नै स्वयं भएर बोल्नुहुनेछ उहाँको जीवनमा परमेश्वरले स्वयं उहाँ नै उपस्थित भएर त्यो डरका आत्माहरू जति पनि समस्याहरूलाई हटाएर परमेश्वर स्वयं उहाँलाई सहायता गर्ने हुनेछ होइन परमात्मालाई फेरि पनि धन्यवाद गर्छु गुरुमसे यसुको नाममा पितालाई धन्यवाद हरेक समस्याहरू जस्तै कुनै पनि समस्या आउँदाखेरि हालत आउँदाखेरि होइन हाम्रो पिताले अवश्य पनि परीक्षामा पार्नुहुन्न परीक्षामा पार्ने त दोस्रोवाला हुनुहुन्छ होइन खोज्नेवाला दोस्रोवाला हुनुहुन्छ त हाम्रो पिता त दिनेवाला हुनुहुन्छ होइन परमात्मालाई धन्यवाद लामो समय थियो तर धैर्य गर्ने त्यो शक्ति र सामर्थ्य ममा पनि परमेश्वरले राखिदिनु भयो पितालाई धन्यवाद म त अब हामी आका परदेशमा होइन एउटा सोच लिएर त आका हुन्छौँ पक्कै पनि आर्थिक सुधार घर परिवारमा केही सहायता होस् भनेर त म पनि यस्तै क्रममा आएको थिएँ मेरा सोचहरू मेरा होइनन् होइन मेरा रहेनन् मेरा होइनन् पनि मेरो पिताको सोच मेरो होस् र मेरो जीवनमा जति पनि कार्य हुनेछ मेरो सोचद्वारा होइन मेरो परमात्माले गर्नुभएको होस् तर म त्यो सोच त्यो मेरो थियो
तर त्यो कार्य होइन। परमात्मालाई धन्यवाद, पिताको सोच र योजना मेरो जीवनमा लागू भएको होस्। के भयो भने लामो समय थियो त्यो म यहाँ जुन कामको लागि आएको थिएँ त्यो त केही बाधा अडचनहरू आएका थिए, एकदम डरका आत्माहरू त्यो हरेकको जीवनमा आउने त्यस्तो थियो होइन। परमात्मालाई धन्यवाद, काम बनेकै थिएन। किन बनेन त्यो परमेश्वर स्वयं जान्नुहुनेछ, तर किन बनेन चाहिँ मैले भनिनँ। पिता हजुरको योजना चाहिँ मेरो जीवनमा पुरा भएको होस्। जस्तो सुकै परिस्थिति आओस् त्यो समस्यालाई नै टेक्न सकौँ र हजुरको महिमा देख्न सकौँ। म स्वयं प्र्याक्टिकल गर्दैछु नि त, म परमेश्वरको राज्यमा आएको छु नि त। तर मलाई थाहा छैन म के गर्दैछु, के सोच्दैछु, तर मेरा सोचहरूलाई नै हजुरले बदल्नुहोस्। हरेक हप्ता जब म महिनामा निस्किन्थेँ, पिता हजुर जान्नुहुनेछ है, हजुर बोल्नुहोस् के चाहिन्छ मलाई थाहा छैन। म त्यहाँ गएर फेरि चिन्ताका पोकाएर मैले समस्याहरू बिसाउन नपरोस्, यो समस्याहरूलाई काट्ने नै मेरो अगुवाको मुख भएर वचन आओस्, वचन छलेको होस्। त्यो त्यति मान्थे नभन्दै हरेक हप्ता म आउँछु, महिनामा जुट्छु नि, हरेक हप्ता हाम्रो अग्रज अगुवाको मुख भएर छुट्टै वचन त्यो साँच्चै मेरै निमित्त परमेश्वरले पठाउनु भएको जस्तो के। तर महिना अनि मलाई पनि यस्तो लाग्थ्यो कि मैले त उहाँलाई भनिनँ नि, मेरो सर हजुर म्याम हजुरलाई त भनिनँ, तर त्यहाँ पनि गएर कसले गर्नुभयो त, कार्य ईश्वरले गर्नुभयो। गराइदिनु भयो। हरेक समस्याहरूमा नबस्नु होला, परमेश्वरको राज्यमा खोजी खोजी आउनु होला। त परमेश्वरले अवश्य पनि तपाईँको निमित्त योजनाहरू बनाइरहनु भएको छ। ढिला होला तर अवश्य पनि हुन्छ। परमात्मालाई धन्यवाद, लामो समय नै क्षमा चाहन्छु र मेरा गवाई यसै गवाई वचन तर हरेकको जीवनमा अनुग्रह, शान्ति र जति पनि समस्याहरू हटिसक्यो भन्दै बिदा हुन चाहन्छु। र आजको कार्यक्रम एकदम भव्य र सबै प्रकारले सञ्चालन गर्नुहुने हाम्रो चन्द्र सर हजुरलाई नै हृदयदेखि नमन र उहाँको जीवनमा नि सुख, शान्ति, समृद्धि र परमेश्वरको अनुग्रह बर्सिरहोस् भन्न चाहन्छु। परमात्मालाई धन्यवाद।